तिमी कमल बतुनी भुकाएर आउँछ होला, तिमी खाना पकाउ ल। अनि टाउकोमा अब के भन्दिन, मैले त उपाच यो बाटुलीको छोरो, बाटुलीको भाइ होइन र भनेको। कुन हाले जस्तो लाग्यो है, मुखभरि लिलै चोट भएर छ। के भयो? खै म त केही थाहा नि पाइन, त चाहिँ गर्न। बाँकी छ हिँड त। हाम्रो घर लाग्छ छम कि लगाम? हस्पिटल त टाढै छ हाम्रो घर लगाम। हाम्रो घर पनि नजिकै छ। छिटो बुक बुक। बाख्रा त यहीँ छोडिदिने? बाख्रा छोडिने हुन्छ, मान्छेको यहाँ छिटो उठ न। कति बेला चाहिँ बनाउँछु उसले त्यसले खाना, आफूलाई भोक लागिसक्यो। तेरिका कस्तो गाग्री फालेर मुट्टी के अझ फेरि एउटा त अब गाग्री सामान्य पनि ढङ्ग भएन तेरो, चिप्लो भएर त्यसरी त आमाजलाई पटक पटक गाली गर्नुको कारणै यही रहेछ नि। एउटा त अब गाग्री पनि समाउन नसक्ने कति अलक्षी नै रहेछ। झुडगार बाँध्ने रहेछ। यस्तीलाई त कहिले पनि घरभित्र नपाइ चाहिँ आनन्द हुन्थ्यो कमसेकम। उही गाग्री मुन्टाएको छ, एउटा अब दाउरा लिन गएको बिहानबाट 1 घन्टालाई धौ धौ गरे आएकी थिएँ। गाग्री फालेको छ। सीताकी बुहारी पो आएकी रहेछ, यसलाई उचाल्नु पर्यो धागा लगाउनु। ए कमला कहाँ गएको नि? कस्तो बुट्टो कुरा गर्छन् कि कस्तो न्यु खोज्छन् कि सानो सानो कुरा गर्छन्। अनि गागी बोकेर अनि कहाँ जान्छन् त मान्छे थाहा छैन रन्जुलाई? त्यही पनि त सोधेको नि, सीताको बुहारी असाध्यै सोधिदिन्छन् भनेर भनेको सुनेको थिएँ। न घरमा भाइ छ
न बहिनी छ न आमा नै हुनुहुन्छ, कोही पनि छैन। यसो भोक लाग्यो खाना खाउँ कि भनेर भनेको, जब एक गाग्री पानी लिन वर्षै लागी छ। म त मोबाइल पो कहाँ छ है मेरो। मोबाइल पनि आमाले लैजानु भयो जस्तो छ। बस्दा बस्दा बोर लागिसक्यो उस्स बाबरे। के गर्नु, गाउँको धारो टाढा छ, पानी आउँदैन। अब पानी मिलाउन कहाँ पो जानु पर्छ। ल तिमी मेरो बोतललाई भर्दिँदै गर, म अब पानी जोडेर आउँछु। आयो दिदी, आउनु हजुर। के गर्नु, दिदी हजुर मेरो पानी भरिदिनु है, मेरो माथि साथी ए दिदी भरियो। पानी त खोलिदेऊ, उता लगाइदेऊ के। अब फेरि पछि गाली गर्नु। भरियो हजुरको बोतल। मेरो पनि भरियो, छिटो गएर बन्द गर त। ल दिदी भयो। ल हेर कमला, त्यो सीता त एकदम चण्डाली छ। अब तिमीलाई पनि हिप्न सक्छ, त्यसैले अलि होसियार भयो। त्यस्तो त गर्नु मलाई यस्तो तिमी केही गर्दैनन् भने सोझी हौ। तिम्रो सासु कस्ती छ त तँ त हामीलाई मात्रै थाहा जाने। कस्तो हुनुहुन्छ र मेरो साथी? एकदम ती चण्डाली। अब भन्यो भने साथी छैन। अब त छोरी त अब छुट्टी छ। सानो सानो कुरामा पनि छोरालाई उचालिहाल्छ। तिमी कुरा गर्छौ। ए आजसम्म त्यस्तो व्यवहार त गर्नु भएको छैन। म त के गर्छु, अब तिमी कुरै बुझ्दिनौ यस्तो कुरा त। सानो सानो कुरा पनि भनिहाल्छ। अब आजसम्म त्यत्रो घटना घटिरहेको छ, अझै पनि थाहा पाइएन। म त गाउँले भएर अस्ति सम्झाइदिउँ भने ल। अब नआउनु बिहे गरेर आइसके, आएपछि अब यति त भन्नु कस्तो कुरा गरेको? तँ माथि माइली साइली भन्ने छिन् नि हो। तिनीहरूको त बुहारीहरूले कस्तो व्यवहार गरिरहन्छन्, अनि तिमी पनि त्यस्तै गरी तलाउ न त सीतालाई। अरूले जे गर्यो भन्ने होइन, हामीले पनि त्यही त गर्ने होइन नि। अर्काको देखासेखी गर्नुहुन्छ त हामी गर्नु। अब तिमीलाई मैले के भने, तिमी केटाटी नै छौ के, कस्तो गर्छन्। अब त त्यही सीतालाई पानी लिन पठाउनु नि। अब आमा नै घरमा हुनुहुन्न, के गर्नु। कहाँ खै न आमा हुनुहुन्छ, न बाबु हुनुहुन्छ, न नानी हुनुहुन्छ, कोही पनि छैनन्। हामी दुई बुढाबुढी मात्रै छौँ घर। काम गर्न चोर्नी काम चोरो। खेतालोमा बोलायो भने पनि काम भनेको ढलेको सिनको भाग्दैन। भयो भयो, अब के कुरा गर्नु, पायो भने टाउको फुट्ने गरी हान्छ। जाऊ अहिले म जान्छु। यसो मैले भनेको कुरा पनि सम्झिँदै गएँ है। पछि बेलैमा बुद्धि आउँला, न त दुःख पाउने नि जिन्दगीभरि। जान्यो सीता कि बुहारी यसो उचालम भनेको के मन थियो र उल्टो कुरा गर्छ। जे को गरोस् मलाई के भन्नु। यी गाउँले हाम्रो घरको किन चासो अर्काको के गर्दा गएर है कतिको राम्रो कुरा त सिकाउँछ, नराम्रो कुरा पनि सिकाउँदैन। जब यति पानी ल्याउन पनि वर्षै लाउनुपर्छ। अब पानी नआएपछि क्यार्नु त मैले। पानी नआएपछि त्यस्तो पानी आउँछ, पानी आउन आँखा देख्दिनिस्। अघि भर्खर बढालेर गएको फेरि खोल गइरहेको छ। आउनु त कोही
आएको थिएन कसरी फुल भयो त मान्छे आएको थिएन हामी के कुकुर हो मान्छे होइन हामी भइहाल्छ नि फडी के झाडु लाउनु नि मरे जति मान्नुपर्छ खुरुखुरु झाडु लाउनु नि अब भान्से कोठामा केही काम थिएन को आयो होला भनेर त भन्नु त्यही पनि त खुरुखुरु झाडु लाउनु नि धेरै नाटक गरेर बस्ने छिटो ला झाडु यहाँ मान्छेलाई बिहान त्यति बेला उठेको एक बेला आजसम्म खाना पकायो भनेको उलिन गह जति बेला पनि काम गर्ने न एउटा ढङ्ग पनि छैन यार खाना त मैले पनि खाएको छैन त हजुर एकछिन बस्न सक्नुहुन्न फेरि मुख लागेको छैन हुँदा हुँदै के तँ जस्तो हो र हामी हिजो बेलुका टन्न खाएर बसिस सुतिस अहिले लास्टमा खाना हामीले खाएको छैन हिजो बेलुकाबाट मैले र आमाले त मुखमा पानी पनि आएको छैन दुईटी लाग्यो तिनजना लागेर सब भातभरि खाए अहिले अरे ऊ भएर भने खुरुको भात पका नाटक गरेर देख बाइक केही पनि जाने छैन राखेका छन् के यिनीहरूले कोठा चाबी पनि छैन हुँदा हुँदा आखिरमा मैले केही पकाएकै थिएन यति दिन खरानी खाएको त